ॐ सहना भवतु सहनौ भुनक्तु सह वीर्यं करवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै। ॐ शान्तिः शान्तिः शान्तिः। वेदान्त विमर्श अन्तर्गत तत्त्वबोध कक्षामा हजुरहरू सबैलाई स्वागत छ। हामीले गत कक्षामा मङ्गलाचरणका बारेमा पढेका थियौं। अब आज ग्रन्थ अनुसार हामी अगाडि बढ्दैछौं। साधन चतुष्टय सम्पन्नाधिकारिणां मोक्ष साधन भूतं तत्त्वविवेक प्रकारं वक्ष्यामः। ग्रन्थकार आचार्य शङ्करले यहाँ प्रतिज्ञा वाक्य राख्नु भएको छ। तत्त्वविवेक प्रकारं वक्ष्यामः, तत्त्वज्ञानको उपदेश गर्नेछौं, तत्त्वविवेकको प्रकार बताउनेछौं भनेर प्रतिज्ञा गर्नुभएको छ। त्यो तत्त्वविवेक कस्तो छ त भन्दा जो साधना चतुष्टय सम्पन्न अधिकारी व्यक्तिहरू छन् तिनीहरूका लागि मोक्षको साधन बन्ने खालको छ तत्त्वविवेक। साधना चतुष्टय सम्पन्न अधिकारीहरूलाई मोक्ष दिन सक्ने तत्त्वज्ञानको उपदेश गर्नेछौं। यो प्रतिज्ञा वाक्यको अर्थ भयो। अब हाम्रो मनमा स्वभावतः एउटा प्रश्न आउँछ कि साधना चतुष्टय भनेको के हो? अब हामी त्यसैको उत्तरको लागि अघिल्लो अंशतर्फ अगाडि बढ्छौं। साधन चतुष्टयं किम्? नित्यानित्य वस्तु विवेकः, इहामुत्रार्थ फलभोग विरागः, समाधि षड्क सम्पत्तिः, मुमुक्षुत्वं चेति। साधन चतुष्टय भनेको के हो? यो प्रश्न वाक्यको अर्थ हो। त्यसको उत्तर नित्यानित्य वस्तु विवेकः, इहामुत्रार्थ फलभोग विरागः, समाधि षड्क सम्पत्तिः, मुमुक्षुत्वम। यति चार चीज साधन चतुष्टय हुन्। अब यही कुरालाई शब्द मैले यहाँ तल टिप्पणीमा छुट्याएर राखिदिएको छु ताकि त्यहाँ के शब्दहरू मिलेर बनेको छ भनेर पढ्न सजिलो होस्, बुझ्न सजिलो होस् भन्नका लागि। नित्य अनित्य वस्तु विवेक, यति चार शब्दहरू मिलेर नित्यानित्य वस्तु विवेकः यो बनेको छ। नित्य र अनित्य वस्तुको विवेक भन्ने अर्थ यसबाट आउँछ। दोस्रो छ इहामुत्रार्थ फलभोग विरागः, जसमा इह अमूत्र अर्थ फल भोग विराग भन्ने शब्दहरू मिसिएका छन्। इह यो लोक, अमूत्र परलोक र त्यहाँ प्राप्त हुने पदार्थ, तिनबाट प्राप्त हुने फल, तिनका भोगमा इच्छा नहुनु भन्ने अर्थ यो शब्दले दिन्छ। अब तेस्रो छ समाधि षड्क सम्पत्ति, सम आदि षड्क सम्पत्ति, सम आदि गरेका 6 सम्पत्तिहरू भन्ने अर्थ यसबाट आउँछ। र अब चौथो छ मुमुक्षुत्वम, मुमुक्षु र त्व, मुमुक्षुमा त्व लागेर मुमुक्षुत्व बनेको छ। यिनीहरूको क्रमशः व्याख्या पछि आउनेछ। अहिलेका लागि साधन चतुष्टय के हो भन्ने प्रश्नको उत्तरमा साधन चतुष्टय भनेको नित्यानित्य वस्तु विवेकः, इहामुत्रार्थ फलभोग विरागः, समाधि षड्क सम्पत्तिः र मुमुक्षुत्वम। यी चार चीजहरू साधन चतुष्टय हुन् भन्ने कुरा हामीले बुझ्नु पर्दछ। यो अङ्कलाई यही पूर्णता दिन्छौं। आगामी प्रसङ्गमा अर्को अङ्कमा हामी जोडिनेछौं। ओम नमो नमः।